नागरिक बडापत्र भन्ने च्याप्टर रहेको छ। नागरिक बडापत्र भन्नाले चाहिँ एउटा सार्वजनिक प्रशासन सञ्चालन गर्ने निकाय विभाग कार्यालयले उसको काम कारबाही त्यसमा पर्ने सम्पूर्ण जानकारी र जानकारी नदिँदाखेरि अथवा काम नगर्दाखेरि हुने उपचारको व्यवस्था सहितको सेवा प्रदायक निकायमा राखिएको जानकारी सम्पूर्ण नागरिक बडापत्रमा हुन्छ। यसलाई सार्वजनिक बडापत्र वा सिटिजन चार्टर पनि भनिन्छ। अर्को रहेको छ यसमा यसको यो भनेको चाहिँ के पर्यो त्यो भन्दा कार्यालयले दिने सेवा प्रक्रिया समय सीमा जिम्मेवारीहरू यसमा राखेको हुन्छ। यसको उद्देश्यहरू के रह्यो भन्दाखेरि सेवा प्रवाहमा पारदर्शिता ल्याउने। अब पारदर्शिता ल्याउने भन्दाखेरि के कुरा पर्छ भन्दाखेरि अब यदि कार्यालयको कुनै कार्यालय प्रमुखले बढी दस्तुर लियो, मानौँ तपाईँ नागरिकता लिन जानुभयो, त्यसमा बढी दस्तुर लिएर तपाईँको नागरिकता जारी गरिदियो, त्यसको बारेमा पहिले नै टाँसिएको हुन्छ यति दस्तुर लाग्ने भन्ने विषयमा हो। त्यो दस्तुर पहिल्यै लेखिएकोमा तपाईँले यसको बारेमा अदालतमा केस गर्न सक्नुहुनेछ। त्यही भएर एकदम पारदर्शी भयो। अर्को विषय रहेको छ नागरिकलाई सेवा लिन सजिलो बनाउने। अब नागरिकले कुन सूचना अधिकारीको पदमा को रहेको छ, दस्तुर कति लाग्छ भन्ने सम्पूर्ण काम प्रक्रिया कार्य प्रक्रियाहरू पहिले नै पूर्व निर्धारित रूपमा टाँसिएको भएकाले यसलाई सेवा लिन सजिलो भयो। अर्को त सेवा प्राप्त गर्नुपर्ने प्रक्रिया जानकारी गराउने। सेवा प्राप्त गर्दाखेरि कस्ता कस्ता प्रक्रिया लाग्यो अथवा नागरिकता लिन जान सामान्य तपाईँ जानुभयो भने पनि कुन कार्यालय प्रमुख कहाँ रहेको छ, अधिकृत कहाँ रहेको छ, प्रमुख जिल्ला अधिकारी कहाँ रहेको छ, अब त्यसको बारेमा सम्पूर्ण विवरणहरू त्यसमै लेखेको हुन्छ। सेवा प्रदायकले जिम्मेवार बनाउने। यदि उनीहरूले कुनै गल्ती गरेमा अथवा नराम्रा क्रियाकलाप गरेमा उनीहरूलाई तपाईँले केस गर्न सक्नुहुनेछ। त्यस कारणले गर्दाखेरि नागरिक बडापत्रमै लेखिएका भएको कुराहरू नगर्दाखेरि उनीहरूलाई सजाय हुन सक्ने भएकाले त्यसलाई सेवा प्रदायकले अथवा त्यहाँको प्रमुखले जिम्मेवार बनाउँछ। अर्को रहेको छ यसका अवयवहरू। अवयव भन्नाले यो भित्र चाहिँ बडापत्रमा के कुराहरू रहन्छन् त, बडापत्रमा के कुराहरू विश्लेषण गरिएको हुन्छ। सेवाको प्रकार र विवरण। अब एउटा सामान्य एउटा इक्जाम्पल हेरौँ। एउटा नागरिकता जारी गर्दाखेरि नागरिकता जारी गर्ने एउटा कार्यालयले त्यसमा के गर्छ, सेवाको प्रकारहरू र त्यसमा विवरण कस्ता कस्ता कुराहरू चाहिन्छ अथवा नागरिकतामा कस्ता कस्ता कुराहरू उल्लेख गरिन्छ अथवा यसमा कसको प्रमुख रूपमा नागरिकता जारी गर्ने ठाउँमा जानुपर्ने हो भन्ने सम्पूर्ण विवरणहरू बडापत्रमै उल्लेख गरिएको हुन्छ। अर्को रहेको छ सेवा लिने प्रक्रिया र आवश्यक कागजातहरू। तपाईँले त्यस प्रक्रियामा कस्ता कस्ता कागजात तथा प्रतिलिपिहरू पेश गर्नुपर्ने कार्यालयमा अथवा त्यसको प्रक्रिया के रहेको छ सम्पूर्ण विवरणहरू यसमा रहेको हुन्छ। समय सीमा र शुल्क विवरण। मानव 500 लाग्न सक्छ, 1000 लाग्न सक्छ अथवा बिहान 5 दिनको अवधि छ, 10 दिनको अवधि छ, सम्पूर्ण विवरणहरू लेखिएको हुन्छ। सम्बन्धित अधिकारीको नाम र सम्पर्क। सूचना अधिकारी को हो, कार्यालय अधिकृत को हो अथवा सहायक कर्मचारी को हो, उनीहरूको नाम, सम्पर्क नम्बर अथवा ठेगाना तथा उनीहरूको इमेल अथवा के वेबसाइटहरू के छ भने सम्पूर्ण विवरणहरू बडापत्रमा विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ। गुनासो समाधान प्रक्रिया। यदि तपाईँलाई कुनै गुनासो उठ्यो अथवा समस्या पर्यो भने त्यसको समाधान प्रक्रिया पनि उक्त बडापत्रमा उल्लेख गरेको हुन्छ। नागरिक बडापत्रको महत्त्व चाहिँ के रहेको छ? यसको महत्त्वमा चाहिँ तपाईँले नागरिकले सेवा लिन सजिलो हुन्छ। सबभन्दा प्रथम कुरो त नागरिकले कार्यालयमा पुग्ने बित्तिकै हरेक कुराको जानकारी पायो अथवा सजिलो भयो, छिटो छरितो सेवा पाउनु भनेको सेवा लिन सजिलो भयो। सेवामा पारदर्शिता र जवाफदेहिता। पारदर्शिता कुरा अघि गरिहालेँ। जवाफदेहितामा यदि केही भइहाल्यो भने तपाईँले माथिल्लो तहमा यसको बारेमा प्रश्न सवाल गर्न सक्नुहुनेछ। यस्तो उल्लेख गरिएको छ बडापत्रमा, त्यो अनुसार काम किन हुन सकेन भनेर तपाईँले माथिल्लो तहमा सोध्न सक्नुहुनेछ। नागरिक र कार्यालय बीच विश्वास बढ्छ। अब नागरिकसँग बीचमा एउटा नागरिक बडापत्रले एउटा ब्रिजको पुलको रूपमा काम गरेर दुईटा कार्यालय र नागरिकलाई सहज रूपमा जोड्ने कार्य गर्दछ। अर्को सुशासनका आधार बन्न सक्छ।
अब कार्यालय सञ्चालन गर्दाखेरि नागरिकले सहजै रूपमा सेवा सुविधा पायो अथवा नागरिकले छिटो छरितो सेवा पाउनु भनेकै सुशासनको प्रमुख आधार रहेको छ। एउटा असल शासनको रूपमा नागरिक बडापत्रलाई यसको प्रयोग गर्न सकिन्छ। कार्यान्वयनका चुनौतीहरू, नागरिक बडापत्र कार्यान्वयनमा के कस्ता चुनौतीहरू रहेका छन्? अब हाम्रै नेपालमा हेर्नु पर्दाखेरि धेरै व्यक्तिले नागरिक बडापत्रको बारेमा जानकारी नै छैन। यसमा के हुन्छ, के व्यवस्था गरेको हुन्छ, यस्तो व्यवस्थाहरू कार्य प्रक्रियाहरू पुरा नगर्दा के कस्ता असरहरू पर्न सक्छ र कार्यालयमा उनीहरूले के कुरामा त्यसको बारेमा क्वेसन सवाल खडा गर्न सक्छ भन्ने कुरा जानकारी नै छैन। र कर्मचारीको उदासीनता, बडापत्र एउटा नीतिअनुसार टाँसिएको मात्रै हुन्छ, त्यसमा के गर्ने, रेगुलर अपडेट गर्ने भन्ने कुरामा कुनै ख्यालै जाँदैन। एउटा यो माथिबाट आएको नियमलाई पालना गर्नेको भन्ने मात्रै रहेको छ। अनुगमन प्रणाली कमजोर, बडापत्रको समयमा अनुगमन गरिएको छैन। यसको बिग्रने, बडापत्रको डेटाहरू नयाँ चेन्ज भइरहने, त्यसलाई चेन्ज गरिरहने छैन। अनि अद्यावधिक नगर्ने प्रवृत्ति, यसमा नि अपडेटकै कुरा परिहाल्यो, रेगुलर अपडेट नगर्ने। अब यसको समग्रमा के पर्यो भन्दाखेरि नागरिक बडापत्र नागरिक र सरकार बिचको एउटा विश्वासको सेतु पुल पर्यो। यसको कार्यान्वयनले सार्वजनिक सेवामा सुधारले नागरिक मैत्री शासन सुनिश्चित गर्न मद्दत गर्छ। सुशासन ल्याउनले सबभन्दा नागरिकले छिटो छरितो सेवा पाउने सुशासन भएकाले, छिटो छरितो समयमा काम कारबाही पुरा हुने भएकाले नागरिक बडापत्रलाई सम्पूर्ण कार्यालयमा ल्याउन यसको उपयोग दिन सकिन्छ। यसलाई सार्वजनिक सेवा बडापत्र पनि भन्ने गरिन्छ कतै कतै।